सहकारी मुद्दामा पूर्वपक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटौल इजलासको आदेश विरुद्ध राष्ट्रपा सभापति रवि लामिछाने सर्वोच्च अदालत गएका छन्। शुक्रबार जिल्ला कारागार रूपन्देहीबाटै हस्ताक्षरसहित निवेदन दर्ता गराएका उनले थुनामुक्त हुनुपर्ने माग गरेका छन्। रविको निवेदनमाथि आइतबार सुनवाई हुने सर्वोच्चका प्रवक्ता अच्युत कुइकेलले बताए। जिल्ला अदालत रूपन्देहीले 13 माघमा उनलाई धरौटी माग गर्ने आदेश गरे पनि उच्चका न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृति पराजुलीले 22 चैतमा पूर्वपक्षका लागि थुनामा राख्ने आदेश दिएका थिए। लगतै पक्राउ परेका रवि 73 नम्बर निवेदन लिएर साधारण तारिखमा रिहा हुनुपर्ने मागसहित सर्वोच्च पुगेका हुन्। सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधमा थुनामा पठाउने गरी भएको उच्चको आदेश विरुद्धको रहेकाले बदर गरिनुपर्ने माग उनको निवेदनमा छ। उनले आफ्नो नाममा सहकारीमा खाता नरहेको र कृत्रिम खाता खोलिएको हुन सक्ने बताएका छन्। यसको पुष्टि संसदीय छानबिन समितिबाट हुने उनको निवेदनमा छ। उच्च अदालत तुलसीपुरले संसदीय विशेष छानबिन समिति समक्ष बैंकिक प्रणालीका डेभलपरले गरेको बयानलाई अनदेखा गरेको लामिछानेको भनाइ छ। म निवेदकले 2 करोड रकम कर्जा लिएको र आन्तरिक ऋण पत्रबाट खुलेको भने जुन आधार ग्रहण गरिएको छ सो समेत मेरो सही छाप दस्तखत नभएको, मलाई थाहा जानकारी नभएको एवं काल्पनिक रूपमा मेरो संलग्नता बिना तयार भएको उक्त कागजातको कुनै प्रमाणिकता नहुने र मैले बयानमा समेत प्रष्टसँग कर्जा नलिएको भनी उल्लेख गरिएको र केवल आधार प्रमाण बेगर अभियोग लगाएको कुरालाई प्रमाणको रोहबरमा अनदेखा गरी विवेचना नगरी भएको आदेश कानून प्रतिकूल रहेको छ उनको निवेदनमा भनिएको छ। आफ्नो हैसियत सेयर लिने र पछि छोड्ने सम्मको रहेको उनले जिकिर गरेका छन्। यस सम्बन्धमा भएको करारनामा उच्च अदालतले अनदेखा गरी थुनामा पठाउने आदेश गरेको उनको निवेदनमा छ। आफूले ऋण लिएको निश्चयात्मक प्रमाण नरहेको भन्दै त्रुटिपूर्ण आदेश खारेज हुनुपर्ने माग उनको छ। प्रस्तुत मुद्दामा म निवेदक सबै जिल्ला अदालतमा तारिखमा समयमै उपस्थित भएको छु। न्याय प्रक्रियामा कुनै हस्तक्षेप गरेको छैन। साथै म निवेदक राजनीतिक पृष्ठभूमि भएको र संघीय संसदको प्रतिनिधि सभाको सदस्य समेत रहेकाले न्यायबाट भाग्ने कुनै सम्भावना नरहेको र अनुसन्धानको प्रक्रियामा कुनै बाधा अवरोध नगरी अनुसन्धानकर्तालाई सहयोग पुर्याइरहेको उनले भनेका छन्। वैयक्तिक स्वतन्त्रता हनन हुने गरी आएको उच्च अदालत बुटौलको आदेश बदरयोग्य रहेको उनको निवेदनमा छ। उच्चको आदेशमा न्यायिक मन प्रयोग नभएको र पूर्वाग्रही हिसाबले थुनामा राख्ने आदेश भएको उनको निवेदनमा छ। सुरु अदालतबाट मुद्दाबारे सम्पूर्ण प्रमाण र तथ्यको जाँच गरी थुना बाहिर राखेर मुद्दाको पूर्वपक्ष गर्ने गरी भएको आदेश सामान्यतः उच्चले उल्टाउन नहुने तथा न्यायिक संयमता अपनाउनु पर्ने निवेदनमा छ। अरविन्द केजरीवाल विरुद्ध सीबीआईको एक मुद्दामा भारतीय सर्वोच्च अदालतले थुनामा पठाउँदा न्याय प्रणालीप्रतिको जनविश्वास कायम राख्ने तथा बढी व्यक्ति पीडित भएकै मात्र कारणले थुनामा पठाउन नहुने आधार लिएको लामिछानेको निवेदनमा उद्धृत गरेका छन्। अभियुक्तले न्याय प्रक्रियामा हस्तक्षेप गर्दा, जमानतको गलत ढङ्गले उपयोग गर्दा वा न्यायिक प्रक्रियाबाट बच्ने प्रयास गर्दा तथा फरार हुने सम्भावना देखिँदा माथिल्लो अदालतले थुनामा पठाउने आदेश गर्नु उपयुक्त हुने भए पनि आफ्नो हकमा यी कुनै अवस्था नरहेकाले साधारण तारिखमा राख्नुपर्ने माग उनको छ।